हेलो साथीहरु, मैले आज नयाँ किसिमको ब्लग लिएर आएको छु। 2 दिनपछि म चाहिँ ललितपुरको बाटो हो यो। चललल धेरै ललितपुरको बाटोमा धेरै स्पिड चलाउनु हुँदैन। म चाहिँ गोर्खुबाट सातो बाटोतिर जाँदै छु अनि गोर्खुबाट सातो बाटो जाँदै गर्दाखेरिको बाटोहरु हुन् यो सानेपातिरको बाटोहरु हो। यतातिर चाहिँ धेरै स्पिड चलाउनु हुँदैन, क्यामेराहरु हुन्छ यो बाटोमा। मैले चाहिँ प्यासेन्जर बोकेर हिँड्दै छु। के गर्नु, कतिको प्यासेन्जर हो भने यो करिब 200 को हो के यो 200 को प्यासेन्जरहरु हो यो। मैले प्यासेन्जर बोकेर हिँडिरहेको छु टक्क लाएर यो बाटोमा। तपाईहरु हिँड्दै हुनुहुन्छ भने, यदि काठमाडौँ आउने नयाँ साथीहरु हुनुहुन्छ भने टक्क लाएर विचार पुर्याएर हिँड्नु होला। यहाँनिर रेड लाइट थियो, रेड लाइट कता हो भने रेड लाइट पनि आउँदै छ के रेड लाइट ग्रीन बलिरहेको छ। और यहाँनिर चाहिँ रेड लाइट छ है। रेड लाइटमा यहाँ चाहिँ रेड लाइट छ तर ग्रीन बजिरहेको छ। 10 सेकेन्ड बाँकी छ यहाँबाट हिँड्ने। टक्क अगाडि गइसकेपछि यहाँ मामा हुन्छ। यो गाडीको अगाडि चाहिँ यहाँ मामा हुन्छ, तर अहिले चाहिँ मामा छैनन् हैन। मामा हुन्छ, विचार पुर्याएर चलाउनु पर्छ यो बाटोतिर। मामाहरु कहिले कहिले त पर हुन्छ, त्यहाँबाट रेड लाइट काट्यो भने यो चियो पुलतिर आएर बसिरहेको हुन्छ मामाहरु हैन। टक्क लाएर विचार पुर्याउनु पर्छ। मैले धेरै राम्रो बनाएको छैन, के गर्नु। गरिब प्रोडक्सन छ। मोबाइलमा पनि चार्ज गर्नै पर्यो। मोबाइल चार्ज गरेर गर्दाखेरि मेरो साथीहरु मेरो ब्लग हेरिरहनु भएको छ। आगामी दिनमा अझै राम्रो, अझै लामो ब्लग भिडियोहरु म लिएर आउने छु तपाईहरुको अगाडि। अहिले चाहिँ मैले छोटो भिडियो बनाएको छु, छोटो मिठो भने जस्तै। टक्क लामो भिडियो हेर्न मन लाग्यो भने कमेन्ट गर्नुस्, म लामो भिडियो पनि लिएर आउँछु। अहिले चाहिँ यति भिडियो है त। ल यहाँ ठ्याक्कै कहाँ आइपुगेको यो एकान्त कुना चोक पनि आइपुग्यो। झ्याप्पलाएर हामीलाई रोके जस्तो छ, के गर्नु, जाम परिरहेछ। ल है त साथीहरु, अर्को भिडियो लिएर अवश्य पनि आउने छु।